आजको यस भिडियोमा फेरि पनि क्लास 10 को अप्सनल म्याथमेटिक्सको ट्रिगोनोमेट्रीको क्वेसन हामी गर्न गइरहेको छौं। यो भिडियोमा म फेरि पनि क्वेसन नम्बर 9 के है क्वेसन नम्बर 9 के कन्टिन्यू भिडियो हो। यो भन्दा अगाडि मैले आई नम्बरसम्म क्वेसन हालिसकेको छु है त सल्भ गरेर। अब यो भिडियोमा चाहिँ हामी क्वेसन नम्बर जे र के लाई सल्भ गर्ने छौं। अब जे नम्बरको त अलिकति अगाडि नै गरेको टाइपको हो, के नम्बरको पनि लगभग त्यही नै हो, तर फर्मुला फरक हुन्छ। जे मा चाहिँ हाम्रो 10 को फर्मुला लाग्छ भने के मा कट को लाग्छ। किनभने जे मा सबै इच एन्ड एभ्री टर्म 10 छ अनि के मा कट छ, त्यति फरक त हो नि हैन। ल अब हामी क्वेसन तर्फ जाउँ है त। अब सबैभन्दा सुरुमा हामीले यो भन्दा अगाडि जुन कन्सेप्टले गरेका थियौ त्यही कन्सेप्ट हामीले यहाँ युज गर्ने है त। अब यहाँ एंगल के छ, एउटा 40 छ, अर्को 35 छ, अर्को 40 भनेपछि योसँग कमन भयो, यो दुईटाबाट एउटा कमन भयो, 40 छ एउटा 35 छ अनि एउटा 15 डिग्री छ है। त्यो भन्दा बाहेक अरु एंगल छ त छैन भनेपछि अब हामीले के लेख्न सक्छौं, 40 डिग्री प्लस 35 डिग्री प्लस 15 डिग्री। अब यतिलाई जोड्दाखेरि कति हुन्छ त 90 डिग्री है। यही कन्सेप्टले हामीले गर्ने हो है त। कम्पाउन्ड एंगल हामीले प्रब्लम सल्भ गर्दै छौं। हामीले एंगल कम्पाउन्ड एंगल भनेपछि हामीले मेन फोकस गर्नुपर्ने भनेको एंगलमै हो है। ल अब हामी के लेख्न सक्छौं त 40 प्लस 35 प्लस 15। यो 40 कहाँबाट आयो, 35 कहाँबाट आयो, 15 कहाँबाट आयो भन्ने लाग्न सक्छ है। फेरि यो दिएकै क्वेसनबाट हामीले लेखेको है त। क्वेसनमा 40 35 15 भन्ने हाम्रो क्वेसनमै गिभन छ। त्यही एंगलहरुलाई हामीले प्लस गरेर यसरी स्ट्यान्डर्ड एंगलमा हामीले लेख्यौं। अब त्यसपछि कम्पाउन्ड एंगलमा त a प्लस b र a माइनस b भन्दा बाहेक अरु त फर्मुला त छैन हो के न। a प्लस b प्लस c छ त कहीं, a माइनस b माइनस c छ त कहीं पनि छैन भनेपछि यहाँ पनि a प्लस b a माइनस b 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 सबैमा के छ, दुईटा मात्र एंगलहरु प्लस माइनस भएको छ। तर यहाँनिर के आयो यतापटि तीनवटा एंगल आयो। जुनसुकै पनि एउटा एंगललाई पठाइदिने है। जुनसुकै पनि एउटा एंगललाई हामीले पछाडी पठायो भने के हुन्छ त अगाडि दुईटा बन्छ हो के न। र यो इक्वल हुन पनि पर्छ। ल अहिलेलाई चाहिँ मैले के गरे 40 लाई पठाइदिए, तपाईले 35 लाई पठाए पनि भयो, 15 लाई पठाए पनि भयो, जेलाई पठाए पनि केही फरक पर्ने वाला छैन। ल अब मैले 40 लाई पठाए भने यतापटि के रहने भयो 35 रहने भयो र 15 डिग्री रहने भयो। अनि उतापटि 40 जाँदा के भयो त माइनस 40 डिग्री, 90 डिग्री माइनस 40 डिग्री हुन्छ। ल 35 प्लस 15 डिग्रीलाई एकचोटि प्लस गर्नु त कति आउँछ, 35 प्लस 15 भनेको 50 डिग्री हुन्छ। अनि यतापटि पनि 50 डिग्री आउनै पर्छ, नत्र भने हामीले गरेको मिस्टेक छ भन्ने कुरो बुझिन्छ है। फेरि 90 डिग्री माइनस 40 डिग्री भनेको त 50 भनेपछि यता पनि 50 यता पनि 50 इक्वल आयो भनेपछि हामीले गरेको कुरा ठीक छ है त। ल अब त्यसपछि हामी के गरौँ, 10 लियौं बोथ साइड। किनभने क्वेसनमा नै हामीले के प्रुफ गर्न भनेको छ भने इच एन्ड एभ्री टर्ममै हामीले 10 दिएर प्रुफ गर्न भनेको छ। यहाँनिर सबैमा 10 छ हो के न, यहाँ पनि 10 10 10 10 10 सबै 10 भनेपछि नाउ टेकिङ, अब यसलाई हामीले भन्न त टेन्जेन्ट भन्छौं, तर अहिले चाहिँ हामी के मात्र लेख्ने 10 मात्र लेख्ने है त। टेकिङ 10 अन बोथ साइड्स वी गेट, यदि हामीले यसको है यसको चाहिँ हामीले बोथ साइड 10 लियो भने के हुने भयो त 10 35 डिग्री प्लस 15 डिग्री इज इक्वल टु 10 90 डिग्री माइनस 40 डिग्री है। यसमा हामीले के पनि गरेका छैनौं, जस्ट के गर्यौं त यसको यो इक्वेसनको हामीले बोथ साइड के लियौं त 10 लियौं, यति मात्र हो है। ल अब यसलाई हेर्दाखेरि के जस्तो देखिन्छ 10 a प्लस b अनि यो 10 90 माइनस थीटा, 10 a प्लस b 10 90 माइनस थीटा। यो कन्सेप्ट हामीले अगाडि पनि गरिसकेका छौं है, त्यही भएर मैले धेरै बुझाइरहेको छैन। ल अब हामी यसमा के गरौँ, डाइरेक्ट 10 a प्लस b को फर्मुला युज गर्दियौँ है त। मैले यतापटि 10 a प्लस b को फर्मुला लेखिदिसकेँ है। ल अब फर्स्ट टाइम भिडियो हेर्नेहरु तपाईँ बुझ्नु नै हो के न, त्यही भएर म एकचोटि फर्मुला देखाइदिन्छु है त। यहाँ हेरौँ 10 a प्लस b को फर्मुला के छ, 10 a प्लस 10 b डिवाइडेड बाइ 1 माइनस 10 a इन्टु 10 b। a को ठाउँमा 35 छ अनि b को ठाउँमा 15 छ भनेपछि 10 a प्लस 10 b भए जस्तै 10 35 प्लस 10 15 अनि डिवाइडेड बाइ 1 माइनस 10 a इन्टु 10 b भए जस्तै 1 माइनस 10 35 डिग्री इन्टु 10 15 डिग्री हो के न। ल अब हामीले यतापट्टि 10 a प्लस b को फर्मुला युज गर्यौं। अब यतापट्टि चाहिँ हाम्रो फेरि अर्कै फर्मुला युज हुन्छ। त्यो अर्कै फर्मुला भनेको के हो त, हामीले 9 क्लासमा पढेको कास्ट रुल
9 क्लासमै पढेको कास्ट रुलको फर्मुला यहाँ युज हुन्छ। त्यही पनि म एकचोटि तपाईहरुलाई फर्मुला देखाइदिन्छु है त। ल यहाँ हेरौँ त, कास्ट टेबल भन्ने नै छ है। यो हामीले क्लास 9 मा एकदमै राम्रोसँग पढिसकेको हो, त्यही भएर मलाई लाग्छ तपाईहरुलाई यसमा कुनै कन्फ्युजन चाहिँ हुँदैन। अब फर्मुला बिर्सिनु भयो भने चाहिँ अलिकति गाह्रो हुन्छ, तर फर्मुला याद भएपछि यो कन्सेप्ट बुझेपछि केही पनि छैन है त। ल यो फर्मुला तपाईहरुलाई थाहा छैन भने मजाले कपीमा लेख्नु होला अनि राम्रोसँग पढ्नु होला है। मैले फर्मुला पनि देखाइदिएको छु। ल अब हेरौँ त, हाम्रो क्वेशनमा यहाँ के आएको छ है, tan 90 अनि यो 40 लाई हामीले थीटा मान्यो भने के हुन्छ, tan 90 माइनस थीटा भयो नि त। अब tan 90 माइनस थीटा भने के हुन्छ हेरौँ त। ल एकचोटि 90 माइनस थीटा कहाँ छ, सुरुमा एंगललाई हामीले आइडेन्टिफाई गरौँ। ए 90 माइनस थीटा यहाँ छ। अब tan लाई खोजौँ, sin cos e tan यहाँ रहेछ भनेपछि tan अनि 90 माइनस थीटा को कोलममा यसरी आयो भने भनेपछि tan 90 माइनस थीटा भने कति हुँदो रहेछ, cot थीटा। भनेपछि हामीले के लेख्न मिल्यो त, अब यहाँ थीटा को ठाउँमा 40 छ, त्यही भएर हामीले के लेख्न मिल्छ है, cot 40 डिग्री हो के हैन। यो चाहिँ हामीले के गर्यौं, फर्मुला युज गर्यौं। एकचोटि म यहाँ ब्र्याकेटमा पनि लेखिदिन्छु, बुझ्नलाई सजिलो हुन्छ होला है त। ल tan 90 माइनस थीटा भनेको cot थीटा हुँदो रहेछ। ओके, ल अब हामी अगाडि बढौँ है। ल अब हामी के गरौँ, अब हामी यो cot 40 लाई हामीले tan मा चेन्ज गरौँ। किन प्रश्न त सोध्न मन लाग्छ, किन गरेको होला, tan मा चेन्ज गर्नुपर्छ भने कसरी थाहा भयो होला, किन tan मा चेन्ज गर्ने। किनभने यहाँनेरि कतै हाम्रो tan बाहेक अरु ट्रिगोनोमेट्रिक फंक्सन यहाँ कतै देख्नुहुन्छ जे नम्बरमा, हेर्नु त कतै छ, कतै पनि छैन, तर यहाँनेरि कट आयो भनेपछि अब कटमा काम गर्न मिलेन। त्यही भएर हामीले के गर्नु पर्यो, यसलाई tan मा चेन्ज गर्नु पर्यो। यसलाई tan मा चेन्ज गर्नु पर्ने रहेछ भनेर त्यसरी थाहा हुन्छ। ल अब हामी बिस्तारै अगाडि बढौँ है त। ल अब tan 35 डिग्री प्लस tan 15 डिग्री अनि डिवाइडेड बाई 1 माइनस tan 35 डिग्री इन्टु tan 15 डिग्री इज इक्वल टू cot थीटा भनेको 1/tan थीटा। ल यो फर्मुला त मैले अगाडि नै पनि लेखिदिसकेको छु हो के हैन। यो त बेसिक फर्मुला हो, यो फर्मुला त तपाईहरुलाई थाहा हुनै पर्छ र हुन्छ, थाहा छ नै भने एजम्पसनले म अगाडि बढिरहेको छु है। र cot थीटा भनेको 1/tan थीटा भनेपछि tan 40 डिग्री। ओके, ल अब हामी के गरौँ, क्रस मल्टिप्लाई गरौँ एकचोटि है। ल क्रस मल्टिप्लाई गर्दा tan 40 ले यसलाई मल्टिप्लाई हुन्छ अनि 1 माइनस tan 35 इन्टु tan 15 डिग्रीले यसलाई मल्टिप्लाई हुन्छ है त। ल अब हामी त्यसै गरौँ, tan 40 डिग्री अनि tan 35 डिग्री प्लस tan 15 डिग्री इज इक्वल टू 1 इन्टु 1 माइनस tan 35 डिग्री इन्टु tan 15 डिग्री है। ल अब फेरि हामी के गरौँ, यतापट्टि tan 40 ले ब्र्याकेट ओपन गरौँ भनेपछि tan 40 डिग्री इन्टु tan 35 डिग्री प्लस tan 40 डिग्री इन्टु tan 15 डिग्री इज इक्वल टू 1 माइनस tan 35 डिग्री इन्टु tan 15 डिग्री है। ल अब त्यसपछि हेरौँ त, अब त्यसपछि राइट ह्यान्ड साइडपट्टि के छ, 1 मात्रै छ भनेपछि अब हामीले के गर्नु पर्यो, यसलाई हामीले यतापट्टि ल्याउँ अनि के भन्छ त्यसपछि हेरौँ है त। देयरफोर tan 40 डिग्री इन्टु tan 35 डिग्री प्लस tan 40 डिग्री इन्टु tan 15 डिग्री प्लस यो माइनस भएको टर्म यतापट्टि आउँदा प्लस हुन्छ, त्यही भएर मैले यहाँ प्लस लेखेँ है। ल अनि त्यसपछि tan 35 डिग्री इन्टु tan 15 डिग्री इज इक्वल टू 1 है। ल हामीलाई क्वेसनमा पनि के भनेको छ त, यही बराबर 1 प्रुभ गर्न भनेको छ। हाम्रो ठ्याक्कै जे सोधेको छ त्यही कुरा हामीले यहाँ निकाल्यौँ भनेपछि अब के भन्न पाइयो त, यसरी प्रुभ भनेर भन्न पाइयो है त। ल अब हामी यसै गरी अब हामी जान्छौँ क्वेसन नम्बर के तर्फ। जसरी हामीले यहाँ स्टार्ट गरेका छौँ त्यसरी नै हामीले गर्ने हो, केही फरक छैन। यहाँ tan थियो भने यहाँ cot छ, यहाँ tan लिएको थियो भने अब हामीले cot लिनुपर्छ। गर्ने तरिका एउटै हो, एकचोटि म हिसाब गरिदिन्छु
अनि तपाईहरुलाई कसरी भयो बुझाइदिन्छु है त ल मैले क्वेशन नम्बर के को पनि सल्भ गर्दिसकेको छु एकचोटीमा तपाईहरुलाई बुझाइदिन्छु है त अब तपाईहरुले यो आफै पनि गर्न सक्नुहुन्छ त्यही पनि मैले चाहिँ गरेर बुझाइदिए है ल अब क्वेशनमा हामीलाई के भनेको थियो भने के प्रुफ गर्न भनेको थियो भने प्रुफ गर्ने कुरा चाहिँ राम्रोसँग हेर्नु होला है cot 57 डिग्री इन्टु cot 21 डिग्री इन्टु यो इन्टु cot 12 डिग्री इज इक्वल टु यहाँ जस्तो एरेन्जमेन्ट छ यहाँ पनि एरेन्जमेन्ट सेम टु सेम त्यही छ तर यहाँ इन्टु छ भने यहाँ प्लस छ त्यति फरक हो है त ल अब हामी यहाँ हेरौँ है दिएको थियो हामीलाई 57 डिग्री 21 डिग्री अनि 12 डिग्री दिएको थियो अनि यो सबै यो तीनटै एंगल जोड्दा कति आउँदो रहेछ 90 डिग्री एउटा स्ट्यान्डर्ड एंगल हाम्रो आयो भनेपछि अब यति मध्येको एउटा एंगललाई हामीले राइट ह्यान्ड साइडपट्टि पठाउने किनभने हाम्रो कम्पाउन्ड एंगलमा दुईटा एंगलको मात्रै हामीसँग फर्मुला छ त्यही भएर हामीले के गर्छौं एउटा जुनै पनि एंगललाई पठाए हुन्छ है फेरि मैले 12 लाई पठाएको छु तपाईलाई 21 लाई पठाएर गर्नुस् एकचोटी 57 लाई पठाएर गर्नुस् मैले यहाँ जस्ट तपाईलाई भन्ने के हो त दिने के हो त कन्सेप्ट मात्र दिने प्र्याक्टिस गर्नु त तपाईहरुले है त ल अब मैले 12 लाई पठाएँ अनि त्यसपछि के भयो त 57 डिग्री प्लस 21 डिग्री इज इक्वल टु 90 डिग्री माइनस 12 डिग्री भयो अनि मैले के गरे बोथ साइड कट लिए किनभने हामीलाई हाम्रो कुनै पनि टर्म्सहरुमा अरु ट्रिगोनोमेट्रिक छैन हामीलाई प्रत्येक टर्ममा यहाँ के छ कट मात्रै छ त्यही भएर हामीले यहाँ के लियौं त कट लियौं टेकिङ कट अन यो कट हो टेकिङ कट अन बोथ साइड्स वी गेट कट यतापट्टि कट लिँदा के भयो कट 57 डिग्री प्लस 21 डिग्री इज इक्वल टु कट 90 डिग्री माइनस 12 डिग्री है अनि यो के भयो त यो ठ्याक्कै के भयो त कट a + b जस्तो भयो त्यही भएर मैले यहाँ के गरे कट a + b को फर्मुला युज गरे अब कतिले फर्स्ट टाइम यो भिडियो हेर्दै हुनुहुन्छ भने त उहाँहरुलाई त अलिकति बुझ्न गाह्रो हुन्छ त्यही भएर म फर्मुला पनि देखाइदिन्छु है त ल कट a + b को फर्मुला भनेको के हो त a को ठाउँमा हाम्रो के छ 57 डिग्री छ अनि b को ठाउँमा 21 डिग्री छ a को ठाउँमा 57 डिग्री b को ठाउँमा 21 डिग्री भनेपछि cot a * cot b -1 यहाँ प्लस छ भने न्युमिनेटरमा माइनस हुन्छ अनि डिनोमिनेटरमा चाहिँ के हुन्छ प्लस हुन्छ भनेपछि cot a * cot b -1 डिभाइडेड बाइ cot b + cot a है ल यो स्टेपबाट यो स्टेपमा त मैले के गर्दै cot a + b को फर्मुला युज गरे अनि यसमा कास्ट रुलको फर्मुला मैले यहाँ युज गर्छु कास्ट रुलको कन्सेप्ट यहाँ युज गर्छु कास्ट रुल अब यहाँ बुझाएर साध्यै छैन बुझाएर सकिदैन यहाँ किनभने भिडियो लामो बन्छ यो अगाडि नै पढ्ने कन्सेप्ट हो त्यही भएर हामीले डाइरेक्ट युज गर्छौं के बुझ्नुभयो नि अगाडि तपाईले राम्रोसँग बुझ्नु भएको छैन भने चाहिँ हो अब चाहिँ तपाईलाई गाह्रो पर्दै जान्छ अगाडिदेखि तपाईले क्लियर कन्सेप्ट बनाएर फर्मुला बुझ्दै कन्ठ पार्नु भएको छ भने त अब एक्जाम सकिनेबित्तिकै त्यो दिमागबाट उडिहाल्छ हैन यदि तपाईले चाहिँ 9 क्लासको फाइनल एक्जाम सकिनेबित्तिकै त्यो फर्मुला सबै गायब हुन्छ के अब फेरि 10 क्लासबाट सुरुबाट पढ्दाखेरि फेरि फर्मुला सुरुदेखि नै याद गर्नुपर्ने हुन्छ यदि तपाईले कन्सेप्ट बनाएर राम्रोसँग पढ्दै आउनु भएको छ भने चाहिँ यो कास्ट रुल तपाईलाई कुनै पनि समस्या हुँदैन के यिनरी अब यो कास्ट रुल यहाँ गरेर बस्ने हैन यो 1 * 90 2 * 90 3 * 90 4 * 90 भनेर त्यो पुरा त्यो 1 2 यस्तो यो हैन क्वाड्रेन्ट बनाएर 1 2 3 4 यस्तो गरेर गनिरहन यहाँ पर्दैन यहाँ डाइरेक्ट युज गर्ने हो हामीले है त्यही भएर फर्मुला तपाईले राम्रोसँग प्र्याक्टिस गर्न बुझ्नु पर्छ है फर्मुला ल cot 90 डिग्री माइनस थीटा भनेको tan थीटा हुन्छ त्यही पनि म एकचोटी देखाउन चाहिँ देखाइदिन्छु फेरि है कहाँबाट आयो भन्ने हुन्छ मैले अगाडि पनि देखाइदिएको थिएँ कट अनि हेर्न पनि आउनु पर्छ है तपाईलाई हेर्न पनि सायद आउँछ होला कट अनि 90 मा थीटा कहाँ छ यहाँ छ भनेपछि सिधा कटसम्म आयो के हुन्छ tan थीटा मैले त्यही कुरा यहाँनेरि लेखे है त tan थीटाको ठाउँमा 12 छ त्यही भएर tan 12 डिग्री यहाँ पनि लेख्दै छु है ल अब यहाँ हेरौँ अब योबाट यो मैले जस्ताको त्यस्तै लेखेँ अनि यो tan लाई चाहिँ मैले कन्भर्ट गरेँ किनभने हामीले प्रुफ गर्नुपर्ने टोटल्ली केमा छ कटमा छ त्यही भएर tan लाई मैले कटमा चेन्ज गरेँ है tan थीटा भनेको 1/cot थीटा हुन्छ अनि त्यसपछि यो स्टेपबाट यो स्टेपमा त मैले के गरेँ क्रस मल्टिप्लाई यसलाई गरेँ यो फर्म भयो यो स्टेप फर्म भयो अनि त्यसपछि यो स्टेपबाट यो स्टेपमा त के गर्दै cot 12 ले मैले यता ब्र्याकेट ओपन गरेँ अनि यतापट्टि एज इट इज यसले मैले यता मल्टिप्लाई गर्दा त्यही कुरा आयो है अनि त्यसपछि कट टर्म्स भएको सबै टर्म्सहरु के छ इन्टु भएका एक ठाउँ अनि टर्म्सहरु छुट्टै भएका एक ठाउँ छ भनेपछि यो इन्टु भएकोलाई मैले एक ठाउँ राखेँ अनि यो माइनसलाई मैले उताबाट लाँदा के भयो त प्लस भयो त्यही भएर मैले एरेन्जिङ यस्तो फर्ममा छ त्यही भएर मैले यो सोधेकै जुन हाम्रो क्वेशनमा सोधेको छ त्यही एरेन्जमेन्टमा मैले मिलाएर राखेँ अनि मैले के लेखेँ प्रुफ भनेर लेखेँ है त ल यो भिडियोमा यति नै म अर्को भिडियो लिएर छिटै नै उपस्थित हुनेछु अब यो चाहिँ हाम्रो
को लास्ट भिडियो है त 9 को लास्ट भिडियो 9 मा हामीले यति नै पढे हामीले पुग्छ अब यो भन्दा पछि चाहिँ म क्वेशन नम्बर 10 बाट स्टार्ट गर्छु है ल यो भिडियोमा यति नै भन्दै म अर्को भिडियो लिएर छिटै नै उपस्थित हुनेछु त्यतिन्जेलसम्मलाई गुड बाई टेक केयर